उहाँ चाहिँ हुनुहुन्छ आजको हाम्रो बेहुली दिदी। सो गाइस उहाँ चाहिँ हुनुहुन्छ दिदी र यता चाहिँ म चाहिँ मेहन्दी देखाउँदै थिएँ। हामीहरू चाहिँ मेकअप आर्टिस्ट दिदीहरूलाई रोकिराखेको थियौँ। सो फाइनली उहाँहरू पनि आइपुग्नु भयो र आउने बित्तिकै एकजना दिदीले चाहिँ खपामा लगाउने फुलहरू रेडी गर्नुभयो भने अर्को दिदीले चाहिँ मेकअप गर्नु पनि स्टार्ट गर्नु भइसकेको छ। र मेकअप डन भएको बादमा चाहिँ हामीहरू सबैजना फेरि लाग्यौँ फोटोसुट प्लस भिडियोको लागि लोकेसनतर्फ र हामीहरू चाहिँ त्यहाँनिर पुगिसक्यौँ र पुगेर हामीहरूको क्यामेराम्यान दाइहरूले फोटोसुट प्लस भिडियो सुट पनि स्टार्ट गर्नु भइसकेको छ। र त्यो पनि कम्प्लिट भएको बादमा हामीहरू चाहिँ लाग्यौँ फेरि रिसेप्सन पार्टीतर्फ। र गाइस हामीहरू चाहिँ पुग्यौँ। यो चाहिँ बाहिरको भ्यू गेटको एकदमै राम्रो। भेनालाई हेर्नुहोस् न एकदमै खुसी हुँदै नाच्दै पुरा गेटमा एन्ट्री मारिसक्नु भइसकेको छ। र यता हेर्नुहोस् न फेरि यो नानीलाई चाहिँ एकदमै बोरिङ लागेर यत्रो ठुलो हाई पर्यो भने यता फेरि हाम्रो कति राम्रो गल्यो मल्यो नानी है, हेर्नुहोस् न कति प्यारा। अनि यो गिफ्ट चाहिँ हामीहरूको क्यामेराम्यान दाइहरूले दिनुभएको दिदी बहिनीलाई कस्तो लाग्यो भन्नुहोस् है त। मलाई त एकदमै राम्रो लाग्यो। अनि हामीहरू त्यसपछि खाना खानु पनि लाग्यौँ। उहाँ चाहिँ हुनुहुन्छ हामीहरूको भेनाको दिदी एकदमै राम्री। अनि त्यसपछि हामी चाहिँ खाना पनि खानु थाल्यौँ। एकदमै मिठो 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 थियो। र साथीहरू आज चाहिँ रिसेप्सन पार्टीको दिन चाहिँ दिदीको घरमा माइतीहरू आउनु पर्ने हुन्छ नि त। र यता दिदीको माइतीहरू सबैजना आइसक्नु भएको छ। दाजु भाइहरू दिदी बहिनीहरू सबैजना आइपुग्यो। र हामीहरू चाहिँ लगन्दी गएको थियौँ नि त। अब नयाँ जग्गामा नयाँ मान्छे जाँदाखेरि त हामीलाई पनि अलिकति भए पनि बोर त लाग्छ नि होइन। अनि हामीहरूको अब माइतीहरू आएको देख्दाखेरि भाइ दिदी बहिनीहरू आउँदा त हामीलाई पनि एकदमै खुसी लाग्दो रहेछ, एकदमै खुसी लागेको थियो। र फर्स्ट खाना चाहिँ दिदीले दिनुपर्ने हुन्छ नि त। र दिदीले त माइतीहरू सबैजनालाई खाना दिएर अनि भाइ दाजुहरूले पनि खाना खानु सुरु गरिसकेको छ। र यता चाहिँ फेरि बाहिर दिदी बहिनीहरू सबैजना बसेर खाना खानु पनि थाल्नु भइसकेको छ। र त्यसपछि दिदीहरूलाई लिएर बहिनीहरू सबैजनालाई लिएर हामीहरू चाहिँ लाग्यौँ रिसेप्सन पार्टीतर्फ। र साथीहरू यता चाहिँ हामीहरू सबैजना डान्स हेर्दै तरङ खाँदै गफ गर्दै बसिरहेको थियौँ। यता भाइ बहिनीहरू हामी सबैजना। र यो चाहिँ भयो रातिको भ्यू एकदमै राम्रो देख्न सक्नुहुन्छ। मान्छेहरू आउँदै थियो जाँदै थियो खाँदै थियो होइन। अनि यता चाहिँ हाम्रो दिदीहरू भाइहरू पनि सबैजना घरतर्फ लाग्यो। अब चाहिँ हामीहरू पनि सबैजना घरतर्फ लागेको। आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।